आमालाई चाहिँ केकको मात्रै टिका त्यो पनि देखेन त दिदी ह्याप्पी मदर्स डे आमा आमाले आमै लेखेर केक काट्नु ह्याप्पी मदर्स डे हान्दा ठुलो भएर के भन्ने अलिकति त्यसरी हाँस्छ नि साकी हुन् र हेलो सेवारो नमस्ते सुस्मिता लिम्बू भ्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब फ्यामिलीहरू म चाहिँ आज पनि हजुरहरूको सामु न्यू डे न्यू भिडियो लिएर उपस्थिति भने भइसकेको छु आई होप हजुरहरू सबैजना आरामै सन्चै नै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै नै छु आज चाहिँ साथीहरू स्पेसल डे रहेको छ किनभने आज चाहिँ मदर्स डे हो देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाहरूलाई चाहिँ मेरो तर्फबाट आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना छ हामी पनि अब सानोतिनो भए पनि आमाको मुख हेर्ने दिन मनाउने भनेर जेठी दिदी र म चाहिँ भेला भइसकेको छौँ हामी चाहिँ जम्मा 5 जना तर 3 जना दिदीहरू चाहिँ टाढा हुनुहुन्छ आउन पाउनुहुन्न त्यही भएर भिडियो हेरेरै चित्त बुझाउनु होला है दिदीहरूले चाहिँ यदि हजुरहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अब चाहिँ साथीहरू सामानहरू पनि रेडी गर्नुपर्ने हुन्छ म चाहिँ रेडी भइसकेको छु अब लाग्यो साथीहरू के कसरी मनाउँछु भनेर म चाहिँ हजुरहरूलाई भिडियो मार्फत नै देखाउन चाहन्छु त्यसको लागि चाहिँ हजुरहरूले भिडियो अन्तिमसम्म नै हेर्नुपर्ने हुन्छ साथीहरू सामानहरू चाहिँ रेडी गरिसक्यौँ साथीहरू यहाँ चाहिँ रहेको छ आमाले लेखेको केक यता दियो कलशहरू यता मिठाईहरू अब चाहिँ आमालाई यहाँ राखेर कार्यक्रम सुरु गर्नुपर्ने हुन्छ एउटा सकिन आँट्छ अर्को बोल्दैन त नि सक्यो हुन त ओरिजिनलै हो कि बोल्छ होला नक्कली परेछ है क्या हुन्छ एउटा हो पनि ल आफै तर्किन्छ अहिले हाडहरू जब होस् बोलो ह्याप्पी मदर्स डे तलबाट गालु ह्याप्पी मदर्स डे आमा एउटा अघि बोलेर सकिसक्यो अब एउटा मात्रै यो हातपत्ती बोल्दैन नि त्यसले राख्नु अब ह्याप्पी मदर्स डे धेरै नहान आमाले आमै लेखेर केक काट्नु आमाले चाहिँ टिका लाउनु हुँदैन नि त त्यही भएर साथीहरू आमालाई चाहिँ केकको मात्रै टिका त्यो पनि देखेन त दिदी फोनसँगै हालिदिनु हुन्छ र फेरि गुलिया दिनु आज यो सबै गायब हो आमा हान्दा ठुलो भएर के भन्ने हाल्दैन कि जुलो खाना धेरै गुलिया खानु हुँदैन यो चाहिँ आमालाई गिफ्ट थियो नि आमाको फेभरेट किन खाली पेट बसेर नकाम ल्याइदिनु है घरिघरि निधारमा लानु पनि नाकमा लगाइदिनु हुन्छ सेजी पनि पाल आउँछ एकछिन ल भाइलाई लगाइदिन्छु ल यहाँ उसको हातले गरेर चाहिँ नि त ए लु दिदीलाई दिदीलाई हाल्ला तिमीलाई ठुलो अनि मेरो पालो अनि दिदीको अनि तिम्रो ल ठुलो ठुलो अनि सानो तपाईँ यसो थन्नुहोस् है धेरै पढ्नु ज्ञानी हुनु तपाईँको तर्फबाट नरुनु होमवर्क गरेर नरुनु ल हस् आफै गर्न आमा सके भन्नु ल भन फेबारो खानु हुँदैन है त यो त फेरि टिकै खान्छ चिनी हालेको हुन्छ अनि सकिहाल्यो सक्यो
केक काटेर खुवाउँछु अलिअलि भाइहरूलाई ए हाम्रो चाहिँ कार्यक्रम यस्तै साथीहरू मदर्स डे अनि फादर्स डे छिटो छिटो रेडी हुनु यो सामान ठिक पार्नु धेरै बेला लाग्छ हामीले यो त्यसलाई पनि नि सानो ए निलो तानो 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 छु तिमीहरूको त हो नि यो भाइलाई त्यो आमाले भइदिनु पर्दैन त यो दुर्गा भुजीलाई पनि टिका लगाइदिनु न अब चाहिँ क्यामेराम्यान बहिनीको पालो मलाई तिमीहरूको लुगामा सेतो लुगा रहेछ फेरि रातो टसाएर जान्छ नि लुगा होली खेल्न लाउने हो हे बारो खुसी लाग्यो बिर्सिहाल्छ म त उल्टो काट्नु के हुँदैन जस्तो भने काट्नु नकाटिन्छ त्यस्तो डर हुँदैन फेरि यो मेरो हेप्पी बर्थडे हो कि चप्पलले खुवाएको ल कार्यक्रम सकेपछि चाहिँ केकको बाँडफाँड हुँदैछ हाम्रो बुवा चाहिँ आउनु हुँदैन बाहिरै हुनुहुन्छ किनभने बुवालाई अल्छी लाग्छ फोटो भिडियो मन पर्दैन त्यही भएर साथीहरू मा तर अझ टिका दिदी आज खाएर मा मात्रै मिठो रहेछ नि फ्रेस फ्रेस क्यामेराबाट कोही लुक्दैन अलिकति मात्रै काटा काटा दिनु न मदर्स डे कार्यक्रम चाहिँ सबै साथीहरू अब नानीहरूलाई अलिअलि स्नो यतिका खुसी केटाकेटी पनि टिका लगाइदिन्छु ल म धक्कै मानि हुनु धेर नरिसाउनु छेउछेउ त तिमी पनि धेरै पढ्नु है चक्कर धेरै हुन्छ नगर्नु है ल ज्ञानी हुनु मान्छेभन्दा ठुलो चक्चक हुँदैछ तिम्रो पानी छ सेवारो ए आए एकछिन नै सेवारो गर्नु मुखले मात्रै कानी छोरेर दिएको गिफ्ट होइन म लगाएर भिडियो बनाउँछु यसो गरेर लड्डु आदि खाएर राखेको यसो गर्नु होइन ल अब साथीहरू यो सबै सामानहरू धुनु गरेर काम पनि मेरै रेडी गर्ने पनि मेरै लड्डु खाने तिमीहरू भयो उसले खाएको दुईजनाले खाना खाइसकेको छ हामीले चाहिँ आमा म दिदीले चाहिँ खाना खाएको थिएन अब चाहिँ खानुपर्ने साथीहरू सबै ठाउँमा गरेर यस्तै हो हाम्रो चाहिँ कार्यक्रम छोटो मिठो ल मलाई खाना खानको लागि बोलाउँदै हुन्छ अब जानुपर्ने हुन्छ यिनीहरू बिग्रिने कुराहरू चाहिँ राखिहाल्नु पर्यो अरू चाहिँ एकछिनमा खानासाना खाएर हामीले चाहिँ साथीहरू कार्यक्रम सक्यौँ मदर्स डेको अब यहाँनिर खानासाना खाएर भिडियो फोटो बनाउँदैछौँ है अघि चाहिँ भ्याइन पनि त हतारमा भोक लागेको सुरुमा त्यही भएर अलिकति त्यसरी हाँस्छ नि मेरो साथी हुन् र भुलो चाहिँ हाम्रो आमा ठुलो हो र के भन्ने झुलुकी ठुलो भएर झुलुकी पुल बन्छ अरे मोरी मोरी हाँसेर सेरी ठुलो भएर के बन्छौ भनेको झुलुकी पुल अरे हो म चाहिँ पकाएको पुल हामीले चाहिँ साथीहरू मदर्स डे सेलिब्रेट पनि गरिसकेका छौँ सामानहरू मान्छेहरू रेडी हुन चाहिँ टाइम लाग्छ तर कार्यक्रम चाहिँ एकदमै छोटो मिठो हुन्छ त्यो चाहिँ हजुरहरूले भिडियो मार्फत हेरेर थाहा पाइसक्नु भइसक्यो होला फेरि पनि देश तथा विदेशहरू रहनुहुने आमाहरूलाई चाहिँ मेरो तर्फबाट माता औँसीको धेरै धेरै शुभकामना मैले चाहिँ मदर्स डे स्पेसल मिनी ब्लगमा पनि बनाउँछु भनेर बनाएको छु
स्पेसली मैले चाहिँ यो दिदीहरूको लागि बनाएको हो भिडियो। 3 जना दिदीहरू चाहिँ आउन पाउनु भएन नि त, कोही टाढा हुनुहुन्छ, कोही बाहिर हुनुहुन्छ, त्यही कारणले उहाँहरूले चाहिँ भिडियो हेरेरै मदर्स डे मनाउनुहुन्छ भनेर मैले चाहिँ भिडियो बनाएको छु, हेर्नु होला। यदि हजुरहरू चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई माया गरेर अन्तिमसम्म हेरेर साथसाथै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु पनि नबिर्सिनु होला। अहिले चाहिँ एकदमै गर्मी छ साथीहरू, टिका पनि सबै बगाउन आँटिसक्यो। मैले चाहिँ अघि जहाँ भिडियो सुरु गरेको थिएँ त्यहीँ बसेर एन्ड पनि गर्दैछु। फेरि पनि हजुरहरूको सामु म चाहिँ नयाँ नयाँ भिडियो लिएर उपस्थिति भने हुने नै छु। त्यति बेलासम्मको लागि भने चाहिँ बिदा माग्न चाहन्छु। बाई बाई।